नमस्कार। आज हामी माटोको नमुना कसरी लिने फिल्डमै गएर भन्ने कुरा चाहिँ हजुरहरूलाई देखाउनेछौँ। हामीले सबैभन्दा पहिला चाहिँ बाली राम्रो उत्पादन लिनको लागि बालीको राम्रो उत्पादन लिनको लागि चाहिँ माटोको स्वास्थ्य चाहिँ जान्नुपर्ने हुन्छ। यदि माटोको स्वास्थ्य राम्रो छैन, माटोमा कस्तो छ एनपिकेहरू, प्राङ्गारिक पदार्थको मात्रा कस्तो छ, अनि अम्लीयपना क्षारीयपनाहरू कस्तो छ भनेर जान्नको लागि चाहिँ हामीले माटोको नमुना लिनुपर्ने हुन्छ। यसको लागि चाहिँ हामीले फिल्डमा कसरी माटोको नमुना लिने त भनेर चाहिँ यहाँहरूलाई प्रत्यक्ष रूपमा देखाउनेछु। सर्वप्रथम माटोको नमुना लिनको लागि चाहिँ आवश्यक पर्ने सामानहरू के हुन् भनेर हजुरलाई देखाउन गइरहेको छु। एउटा कोदाली टाइपको हुनु पर्यो, सानो कुटो हुनु पर्यो। अनि हामीले अब जिपिएसको प्रयोग गर्छौँ। यो चाहिँ जिपिएस कुन ठाउँबाट चाहिँ माटोको नमुना सङ्कलन गरेको हो भन्नको लागि डिजिटल सोइल म्यापको लागि चाहिँ यो जिपिएसको प्रयोग गरिन्छ। यो पनि हामीले लिन्छौँ। अर्को कुरा, माटो सङ्कलन गर्नु पर्यो। माटो सङ्कलन गरिसकेपछि तपाईँहरूको आधा केजीको माटो चाहिँ प्रयोगशालामा पठाउनु पर्ने हुन्छ। त्यो आधा केजीको माटो चाहिँ बनाउनको लागि हामीले यो प्लास्टिक चाहिँ ल्याएका छौँ। र अब तपाईँहरूलाई म प्रत्यक्ष रूपमा माटोको नमुना भी आकारमा लिनुपर्छ, कसरी लिनुपर्छ भन्ने कुरा चाहिँ अहिले सिकाउनेछु। अहिले 20 सेन्टिमिटर गहिरो भी आकारमा भी सेपमा चाहिँ खाल्डो खनिसकेको छु। अब यसैबाट हामीले माटोको नमुना लिनेछौँ। यसै गरी हामी अब एक दो पनि जग्गामा 5-7 ठाउँबाट चाहिँ नमुना लिन्छौँ र अन्तिममा तपाईँलाई आधा केजी माटो बनाएर चाहिँ देखाउनेछौँ। हामीले 5-7 ठाउँबाट चाहिँ माटोको नमुना चाहिँ लिइसकेको छु। अब यसलाई चाहिँ हामी 4 भाग लगाएर आधा केजी जति बनाउनेछौँ। र यो माटो चाहिँ 4 भाग कसरी लगाउने, कुन कुन साइडको लिने भनेर चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। हामीले 4 भाग लगायौँ। यतातिरको चाहिँ फाल्छौँ, फेरि यतातिरको नि फेरि फाल्छौँ, फेरि यतातिरको मिसाएर हामी फेरि अघिको जसरी नै 4 भाग लगाउँछौँ र फेरि यसरी नै निकालेर राख्छौँ, फेरि गर्छौँ। र बाँकी लगभग यो आधा केजी जति माटो चाहिँ प्लास्टिकमा भरेर तपाईँहरूलाई देखाउनेछु। ल, फाइनल्ली हामीले माटोको नमुना चाहिँ लिइसकेको छु। यो प्लास्टिकमा यसरी प्रयोगशालामा पठाउने गरेर मान्छेको नाम, ट्याग सम्पूर्ण गरेर चाहिँ अब हामी यो प्रयोगशालामा पठाउनेछौँ।